काट्नु पर्यो नि अब काट्नु केटी मात्रै हो मम्मीलाई रमाइलो लागिरहेको तपाईँले दुवैजनाले काट्नु यो उल्टो भयो उता चाहिँ घुमा घुमा त्यो फुल मलाई काट्न न वान आउँछ ल काट्न आउँदैन तरकारी कसरी काट्छौ तिमी के गर्ने ल है ताली ह्याप्पी बेबी आज त खुब रमाइलो भएको छ बच्चा 10 वर्षको हुनुपर्छ खुब रमाइलो भयो 10 वर्ष अब एक महिनापछि काट्नु 4 वर्ष खुवाउनु अब एक महिनापछि अनुहारमा चाहिँ नलाइदिनु पछि त धुवा निस्किन्छ मलाई पहिला खुवाउनु हो र कसलाई खुवाउनु यो क्ल्याप मलाई पनि नलाइदिनु फोन ल तिमीले फोन मैले फोन पनि बाउलाई फोन पर्यो नि आफ्नै बे के हेर्न नदियो भने चाहिने काम गर्नु फेरि हाडिहाल्नु लाग्छ यार लिएर खाऊ यो चाहिँ फेरि ट्रान्सफर हुन्छ नि तिमीलाई ल यो के काटेर सबैलाई एक एक दियो पछि भाग भागमा खुवाइ मात्रै हो अब होइन अहिले सरस्वती हातमा दियो भइहाल्यो नि यसो काटेर टिस्युमा त्यही त सबै पग्लिन्छ दिदी नै टिस्युमा दिने हो कि प्लेट खोजेर कहाँ खोज्नु जान्छ काटेर देऊ न